आज त लोसुङमा चाहिँ मलाई पुरा घरको याद आउँदैछ। गुड मर्निङ गाइस, 4:43 बिहानको। तर मैले बिहानको रिचुअल्स मिस गरिसकेँ। आजको लोसुङ, ह्याप्पी लोसुङ नामसुङ। सबैजना उठिसकेको छ। आया मैले मिस गरेँ। बिचरा ढिलो भयो नि। हो नि, ब्रस गर्नु पर्छ कि भगवानलाई बोलाउने चाहिँ प्रोग्राम सक्यो। ए ठिकै छ। चिया त कहिले मैले बनाउनु पर्छ होइन? ए ल म बनाइहाल्छु नि। होइन बनाउँछु। म चाहिँ अलिकति ब्रस गर्दा ढिलो भयो नि। यो चाहिँ खासमा के पो जलाएको हो? साङ नि साङ खाब्जे पिठो चम्पाहरू होला। चम्पा सबै हो। ओके, जान्छु अब तल। अब अहिले चाहिँ बिहान उठेर सबैलाई घरको बुहारीले चिया बनाउनु पर्ने हुन्छ। चिया खाब्जे खानुपर्ने हुन्छ। ए भोक पो लाग्यो। छिटो उठ्दा त भोक लाग्छ। आमा पूजा गर्दैछ। पूजा गरिसकेर मात्रै बनाउनु पर्छ। बनाउनु कस्तो बनाउनु? सब दुध हालेर चिनी हालेरै। खाने अरे आपालाई चाहियो अरे कि। यो पनि लान्छु कि यसमा पनि उयो किचन यो लान्छु अलिकति फुल स्पेशल मसाला बनिँदैछ। क्यामेरामा त्यस्तो भनेको कार्डहरू म क्यामेरा छ भनेर के हेर्नु? आचुले भएको खै हो अदुवा अदुवा खै दामी चिया बन्यो। लो रेडी।
खुसी सदा खुसी रहो खै निङ्कितलाई पनि आशीर्वाद ल राम्रो पढ्नु आगे लैजाऊ यहाँ कोलममा आशीर्वाद थिए चाहिँदैन हाँसीबाट टक्सिङ खाइ मर्छ चिनी छ भने चाहिँ त्यही कन्टिन्यू गरिरहेको छ किन सँगसँग छुटो गर्छ भन्छ होला मान्छेहरू उज्यालो गरेर चाहिँ कहिले सानसलो गर्छ र हामीलाई त आजले पहिला यस्तै सिकायो एकजनालाई गऱ्यो यहाँ पर कहाँ गऱ्यो पानी 5 बजीको अगाडि गर्नु 5 बजीको उता उदय सूर्य सूर्य उदय हुँदा अगाडि गर्नु 4:30 गरे आज यहाँ है 4:30 तत्त्व बोलाएर पूजा गरेको नि त चामल किसाको 5 तत्त्व ब्ल्याकमा लागिरहेको छ नि त त्यो चलाएको हामीले खाना प्रकृतिलाई पूजा गर्नु प्रकृतिलाई नेचर यो पूजा अहिले गुम्बामा पनि हुँदो होला गुम्बामा जोड हुन्छ यो पूजा A few hours later. म चाहिँ रेडी भइसकेको छु सो लेट्स गो सरप्राइज देम के हो खाइबस्ने कति राम्रो देख्यो घरमा त के छैन एकछिन त हो है कति राम्रो देख्यो हाम्रो साइले उठेको अब चम्पा लाउने टिका लाउने टाइम हुँदैछ पैजना रेडी हुँदैछ पैसा कम हुँदैछ कति 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 दिनुपर्ने लाइक भएर ठिक छ क्या अहिले ठिक छ नि लाप्ची लुगा नलाउँ होला है ठिक छ नि अनि यति काफी हो ठिक छ कि है हान्छौँ अब एकखेप फोटो खिच्नुपर्छ सबै आमासित है आज सबको फोटो खिचेर चाहिँ खिच्नुपर्छ नि यस्तै हो ठिक छ नि सबै उसको पनि यो नामसुङको लुगा हो उसको दामी छ त्यसो यहाँ आई सबै उसकै चोइसले किनेको तर पेन्ट लामो लिएर ठिकै छ बढ्छ नि बढ्छ नि क्या वर्ष अब डल्लो परिदियो दिदी भेना पनि आउनुहुँदैछ दिदी भेनालाई पर्खेको त्यहाँदेखि हामी आफ्नो दस्तुर सकेर खुतुक्स क्या मिठो अरोमा आइरहेको छ खानाको तल हेरौँ है के छौ अरे लिफाहरू निकाल्छ त भान्जीलाई लगाइदिनुपर्छ है राम्रै राम्रै साह्रै राम्रै नाच्नु नआइछि यस्तो नराम्रो नाच्दै थिएँ कि अन्त
लो बेला देखेँ नि अन्त हेर्नु न ह्यान्डसम देख्यो भने त नबोली जान्छ नि आपाको बेड चेन्ज गर्दैछ निम्के फ्यामिली मेम्बर is here. Lu भयो Ragnar अहिले मुच्छा यसले हेर्न यस्तो खुसी हुन्छ लु जुत्ता खोल्नु पर्यो अब नयाँ नयाँ जुत्ताहरू खोल्नु पर्यो टाउकोमा पनि लाग्नु पर्यो दुवैपट्टि लगाएर माथि सदा सुखी रहो बुढालाई हमेसा के भन्नु नि भन्नु हमेसा गाली गर्दै त्यसरी कहाँ लु बी हेप्पी सदा खुसी रहो तिमीहरूको घरमा अर्को पालि हामी मनाउने हो दसैँ यसपालि चाहिँ पाएको नि अस्ति चाहिँ छैन नि अस्ति तिमीहरूको छैन नि मेरो नातिनीलाई यता हेप्पी लसु भोकले चुइची भएर हामी त राग्नर पनि छ है त्यहाँ बसिरहेछ राग्नर पनि वाह अब राग्नरको टर्न अब सुक्खा भएछ नि यता त थ्याङ्क यू भेरी मच थ्याङ्क यू भगवान सबै आयो राम्रै ठिकठाक सबै ठिकठाक छ भगवान होइन हामी म रुमसाला लगाइदिने रुमसालाई ल रुकेन अब एकछिन उयो मलाई त मेला पनि ह्याप्पी लसुन आशीर्वाद मेरो तर्फबाट हुन्छ थ्याङ्क यू त्यहाँ बस्छु उतापट्टि बस्छु खाना
चलो लेट्स गेट मोर कम्फर्टेबल लुगा चेन्ज गरिहाल्नुपर्छ यहाँ घाम तपाईँ हुँदैछ सबैजना मेरो नामसुङको नयाँ लुगा लुक सिमिलर टु ओल्डर वान अब तास खेल्ने तयारी छैन गइसक्यो सबैजना सुत्नु गयो उसलाई निन्द्रा लागेको होला क्या हामी सबैजना सुत्नु गयो भन्दैछ आज त लोसुङमा चाहिँ मलाई पुरा घरको याद आउँदैछ जस्तो लागेको होला तपाईँले तर होइन यहाँनिर म यहाँ प्याज काट्दैछु प्याज बनाइदिनु आँटेको यसले मलाई रुवायो पुरा यो चाहिँ मेरो आमाको रेसिपी हो यसमा एग पनि छ अजवाइन छ नुन होममेड धुलो खोर्सानी प्याज र साग यहाँ बनिँदैछ हामी अलमोस्ट डन अब यति छ लु बिचमा राखिदिउँ गरम गरम पकौडी ल रोकेर ल खाएर चाहिँ भन्नु कि यस्तो मिठो छ फेरि नेक्स्ट टाइमदेखि चाहिँ भन्दैन फेरि त्यस्तो पकाउँछ नभन्नु ल मिठो छैन नबनाउनु ल अर्को पालिदेखि नबनाउनु मिठो छ हाल्यो मेरो चिया पनि आउनु छ मेरो चिया पनि ल्याइदेऊ न मिठो दामी ज्वानोको गन्ध आएर मिठो भयो चिकन आइटम यिनीहरू यहाँ बनाउँदैछु क्रिस्पी कर्न पकौडाको तारिफ सुनिहाल्नु भयो अब कर्नको सुन्नुहोस् ए क्रिस्पी कर्न इज रेडी खाने कि नखाने खाने कि नखाने अघि पकौडा खाँदै गएपछि त अगाएको जस्तो गरेँ कि खान नि खान आज लोसुङ हो आज नामसुङ हो खान नि मिठो लु खाउँ न हामी सबैजना मजाले खाउँ न Yes guys, after the concert मैले केही पनि भ्लग गरिनँ बिकज के एक्टिभिटी भएन I took a power nap पनि almost 1 hour को थियो so by the time I woke up dinner ready भइसकेको थियो डिनर गरेर फेरि I am back to my
room, done with the skincare, and time to wrap up my video. So subscribe. Once again, happy Losung Namsung everyone. See you in next vlog. Bye bye.